साथीहरू यति बेला नेपालको राजनीतिमा पार्टी एकता गर्ने, नयाँ पार्टी खोल्ने, एउटा पार्टीकालाई आफ्नो पार्टीमा तान्ने, आफ्नो पार्टीकालाई अन्त्यतिर धपाउने यो चाहिँ लहरै चलेको छ। र यही लहरको माझमा फेरि अर्को एउटा नयाँ पार्टी खोल्ने भएको छ अहिलेका ऊर्जा मन्त्री कुलमान घिसिङको। केही समय अगाडि कुलमान घिसिङ सहित उहाँको समूह पनि राष्ट्रिय स्वतन्त्र पार्टीमै समाहित भएर एक भएर अगाडि बढ्ने भन्ने समाचारहरू सर्पष्ट आइरहेका थिए। तर आज भने साथीहरू केही समाचार माध्यमहरूमा आएका समाचार अनुसार कुलमान घिसिङले छुट्टै एउटा पार्टी गठन गरेर आफ्नै नेतृत्वको पार्टी लिएर आफू चुनावमा जाने भन्ने समाचार आएको छ। उनले खोल्ने भनिएको पार्टीमा साथीहरू काठमाडौँका मेयर बारेन शाह, त्यस्तै गरेर सागर ढकाल, अनि त्यस्तै गरेर जेएनजी वा सुदन गुरुङ अनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्किएर गएकी सुमना श्रेष्ठ लगायतले उनलाई साथ दिने भन्ने बुझिएको छ समाचार माध्यमहरूमा आए अनुसार। के अब कुलमान घिसिङले पार्टी खोलेर पारा लाउला त? तपाईहरुलाई के लाग्छ साथीहरू कमेन्ट गर्नु होला। तर मलाई भने यो पारा लाउला जस्तो चाहिँ लाग्दैन। पार्टी खोलेर अब पारा लाग्ने मैले कहीँ कतैबाट पनि देख्दिन साथीहरू। अब नयाँहरूले व्यक्ति पछि पार्टी खोल्दै जाने हो भने नेपालको राजनीति झन भाँडभैलो हुने देखिन्छ। बरु पुरानाहरू एकजुट हुँदै गएका छन्, तर नयाँहरू व्यक्ति पछि पार्टी खोलेर फुट्दै गएका छन्। यो चाहिँ बडो दुःखद स्थिति हो। अब बालिन शाहको हालत पनि देखिसकियो। अब चुनाव नजिकै गर्दाखेरिमा यिनीहरूले अहिलेसम्म कुनै पार्टी खोल्ने अथवा केही निर्णय कहीँ कतै बाहिर केही पनि देखिएको छैन। कहीँ कतै यिनीहरूको अभियान केही जातै देखिएको छैन। अब यो पाराले त केही पनि हुनेवाला छैन। अब त्यति धेरै समय पनि छैन नयाँ दल दर्ताको निम्ति। 12-15 दिन कति समय बाँकी छ निर्वाचन आयोगले तोकेको समय अनुसार। अब त्यो समयभित्र नयाँ दल दर्ता गरेर यिनीहरू जान सकेनन् र नयाँ तरिकाबाट यिनीहरू जान सकेनन् भने त केही हुनेवाला छैन। र त्यो गर्न सम्भव पनि देखिँदैन यति छिटै। पार्टी खोल्ने भनेको एउटा चाहिँ सानो किराना दोकान खोल्ने जस्तो त होइन। तर दुःखद कुरा यहाँनिर के छ भने समूहले आफ्नो आफ्नो तरिकाले पार्टी खोलेर गएर केही हुँदैन भन्ने कुरा नयाँहरूले बुझेनन्। यो चाहिँ साह्रै दुःखद कुरा छ। र अरू नयाँहरूले यो कुरा नबुझे पनि राष्ट्रिय स्वतन्त्र पार्टी भन्ने एउटा स्थापित भइसकेको पार्टी हो। यो पार्टीले आफ्नो रूपमा आफ्नो तरिकाले तयारी तीव्र रूपमा गर्दै जाओस्। बाँकी यताउता छित्रिँदै गरेका आखिरमा जोडिन आउने त्यही हो साथीहरू। किनकि अब नयाँ पार्टी खोलेर नेपालमा चाहिँ त्यो पार्टीलाई स्थापित गराउन त्यति सजिलो र सम्भव देखिँदैन। र नयाँ पार्टी खोलेर नेपालमा स्थापित हुन, नेपालको राजनीतिमा स्थापित हुन त्यति सजिलो कुरा पनि होइन के साथीहरू। नेपालको राजनीतिको एउटा लामो इतिहासमा साथीहरू यो जनयुद्धबाट आएको माओवादी पछि यदि नयाँ दल खोलेर कोही सक्सेस भएको छ भने त्यो केवल राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछाने मात्रै हो। यो बीचमा धेरै नयाँ दलहरू खुले, धेरै नयाँ पार्टीहरू आए, सबै बिलाएर गए। कसैले आफ्नो औचित्य पुष्टि गर्न सकेन, कसैले आफूलाई स्थापित गर्न सकेन। तर रवि लामिछानेले खोलेको राष्ट्रिय स्वतन्त्र पार्टी भने अहिले नेपालको राजनीतिमा एउटा दह्रो खम्बा बनेर स्थापित भएको छ। वैकल्पिक राजनीतिको एउटा दह्रो खम्बा बनेको छ राष्ट्रिय स्वतन्त्र पार्टी। अब वैकल्पिक राजनीतिको धारलाई मान्नेहरू यो राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिँदा राम्रो हुन्छ कि एक्लै आफ्नो आफ्नै घरै पछि पार्टी खोल्दै अगाडि बढ्दा? यति कुरा पनि सोच्न सक्दैनन् नयाँहरूले।